जो करेन्ट जस्तो क्विक चाउचाउ है गाइज। पिरो त्यति खानुहुन्न नि त। आधे भन्दा बढी हालेछु। राम Wow. Like guys, मुझे ताता तो wow, beautiful दामी। like guys, मुझे ताता तो करेन्ट खानु गइरहेको छु। यो चाहिँ क्विक हटपट 2-3टा मिसेस है यो चाहिँ। कस्तो बवाल टेस्ट छ यार, माइ गॉड। लास्टै अड्छ है। लास्ट तातो छ यार म फोन। गाइज गाह्रो छ त गाइज। म चाहिँ सेलाउँदै खानु पर्ला। गाइज म त सेलाउँदै खाँदै काँटा नभेटेर। So tasty यार। झोला कस्तो रेस्पेक्ट दिन्छ तिनीहरूले। सबै घरको चिज छ फेरि। मसला मात्र डिफ्रेन्ट हो यो टेस्ट। अन्त मटर, तिल, गाजर, सागको पत्ता सब चिज घरकै आफ्नै देशको युज गरेर आउँछ। हाम्रो त केही बनाउनु पनि दिँदैन, बनाउनु पनि जान्दैन। त्यसै खत्तम मान्छेको हातमा परेपछि यस्तै हो क्या गाइज। यम्मी गाइज। वाउ 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 गाइज। मटरहरू तिल मटर छ यस्तो चिज। हाम्रो देशको चाहिँ केही पनि जान्दैन साला। हरेक कुरा छ त्यही पनि सबै कुरा हेर्दा रेडिमेड कुरा के छ नचाहिने कुरा। सिर्फ यिनीहरूको केमिकल मसलाहरू हाल्छ मात्र। त्यही भएर मात्र नत्र हरेक कुरा अर्ग्यानिक हुन्छ क्या। गाजरहरू पनि हाल्छ।
हाम्रो देशमा चाहिँ के हो बनाउन केही पनि छैन, सिप पनि केही छैन, जब सब पनि केही दिँदैन, अनि विदेशै जानुपर्छ। अनि अरू मात्र नराम्रो क्या, मान्छे नै नराम्रो भन्यो, जनता नि नराम्रो भन्यो, पुग्यो होइन। जनता नि नराम्रो छन् भन्यो, यो भन्यो त्यो भन्यो, अनि विदेश पठायो। सब पढेको नपढेको सबै मान्छेहरूलाई लास्टमा चाहिँ बुढाबुढी बच्चाबच्ची मात्र भएपछि गाह्रो। भोलि पर्सि मराउला नि मान्छे, बिहेबटुल नि मान्छे नहुला, गाह्रो छ। राम्रो पढ भन्यो, विदेश पठाउने प्लान गर्यो। विदेशमा भएको मान्छेलाई फेरि सम्मान त्यस्तै छ, कमाएर खुवाउँछन् भनेर होला। आफ्नो देशमा के गरे पो राम्रो। अरू देशको मान्छेले चाडपर्व के मनाउँदैन, त्यही त केदारी भन्ने मात्र हुन्छ। हाम्रो देशमा चाहिँ यो त्यो अनेक छ। अब गाह्रो भइसक्यो। अब आफ्नै देशको चलन गर्न पनि विदेशी चलन गरिसक्यो। ल गाइज, मोमो पनि पाकिसक्यो अरे। यो देशको नखाऊ, त्यो देशको नखाऊ भनेछन्, अर्ग्यानिक भनेछन्। हाम्रो देशमा के हुन्छ है, अरू देशको छ बरु अर्ग्यानिक। ल्याएर खाँदैछु, आफैले बनाएको है। आफैले घरमा बनाएर खानुहोस्, राम्रो हुन्छ। टाइम नभ्याउने भयो। बाबा बाप, बवाल भएछ। म एक दिन चाहिँ
म चाहिँ एक दिन चिकन डायमन्ड ल्याएर मजाले करेन्टको मसला हालेर बनाएर खान्छु भनेको कहिले हो कहिले। साँच्चै गाह्रो हुँदो रहेछ हौ बच्चा भएपछि त। टाइम मिलाउन नसक्ने, एकछिनमा पनि छोडेर हिँड्न नसक्ने। किमा भुटान दामी भने होइन मोमोको बुट्टा चिप्ला चिप्ला गर्छ वाक्कल। चाउचाउ चाहिँ बब्बा लाग्यो भाइ। यसरी केरा भएको चाहिँ हाम्रो देशमा छ वाइवाई छ चलेको प्रीति त्यति हो। हेर्नु गाजरहरू सब थोक हाले तिल पनि सरी छ। Enough. Thank you. Bye bye.